नमस्कार सम्पूर्णमा। आज चाहिँ खुसीको कुरा सुनाउन आएको। बच्चादेखि सुन्दै आएको कोही नहुनेको भगवान हुन्छन्, सेवा गर्नलाई धन होइन मन चाहिँदो रहेछ भन्ने कुरा साँच्चीकै हो रहेछ। र पावर अफ सोसियल मिडिया पनि मजाले बुझ्न र देख्न पाइयो। कसरी त भन्दा मैले हालेको रञ्जना नानीको भिडियो हेरेर ममता सेन्चुरी म्याम र उहाँको साथीहरूले यति धेरै सहयोग लिएर हस्पिटलसम्मै पुग्नुभयो। 5 रुपियाँ राम्रोसँग हातमा नपाएकी रञ्जना लगभग 4-5 हजार पाउँदा खुसीका आँसु वर्षाउन बाहेक केही गर्न सकिनिन्। धेरै धेरै धन्यवाद म्याम ममता सेन्चुरी र उहाँहरूको साथीलाई। हजुरहरू पनि रञ्जनाको बारेमा थप बुझ्न र सहयोग गर्न चाहनुहुन्छ भने रञ्जनाको श्रीमानको फोन नम्बर यो भिडियोको अन्त्यमा राखिएको छ, कन्ट्याक्ट गर्न सक्नुहुनेछ। र यो भिडियोमा हामीले सहयोग सामग्री लिएर जाँदाखेरि रञ्जना जुन अवस्थामा थिइन् जस्ताको तस्तै राख्न ट्राई गरेका छौँ। अन्तिमसम्म हेरिदिनु होला। थ्याङ्क यू। रञ्जनाको बर्थडे पनि रहेछ त आज त। ह्याप्पी बर्थडे रञ्जना। बर्थडे भएर राम्री भएर बसेको के आयो हामीलाई भेट्नको लागि हामी त्यसै राम्रो लाग्छ तिमीलाई मेरो तर्फबाट यति धेरै नभए पनि हस्पिटलमा आएर खुसी हुनु है मजालाई भन्दा ल दिदीहरूले के ल्याइदिनु भएको छ हेर्ने त खै ल देखाइदिने ल सबैजनालाई के ल्याइदिनु भएछ। ओहो कति धेरै। अनि अरू तरकारीको रस चुइन्छ कि खाना ल्याइदिएको के रहेछ त्यहाँ के ल्याइदिनु भएको रहेछ। सुत्केरीको खाना ल। अनि अरू अरू उता हेर्नु त के छ। कपडा छैन भाइलाई लिएर आइदिएको कपडा। अनि पैसा कति भएछ ल खै हेरौँ त। आमा 2000 के गर्ने त अब यो पैसाले। औषधि किनिदिने नरुने है। बहिनीको अनि निर्मला सिस्टरले भिडियो हाल्नु भएको थियो। त्यो भिडियो देख्दा हुन्छ अब हाम्रो त्यस्तो त सम्पन्न त छैन, अब हाम्रो स्थिति पनि त्यस्तो छ। तर पनि मान्छेको मानवता हो, मानवताको उसले गर्दाखेरि हामीले नानीलाई हामी 3 जना मिलेर धेरै त ठुलो छैन थोरै सहयोग गरेको छौँ। नानीको आत्मबल बढ्ला भनेर हामीले यस्तो गरेको है। ल आमै नि त हजुरलाई केही भन्नु छ उहाँहरूलाई। धन्यवाद भन्नु छ। नरुने हामी छौँ त फेरि मृत्युबाट बचिछ्यौ। तिम्रो भिडियो हेरेर त सिस्टरले हालिदिनु भएर त अनि हामी तिम्रो दिदी तिमी छोराछोरीसँगकै हो कि तिमी मेरो छोरी भयो। मृत्युलाई जिताइ पर्दै हस्पिटल तिमीलाई राम्रो गरेछ भयो त तिमी त्यही खुसी हो नि। त्यो मृत्युलाई जित्यो भइरु नि होइन। त्यो रोए पनि आँसु हुन्छ के शरीर कमजोर हुन्छ रुने होइन है। नानीको बर्थडे बच्चालाई लाउनु मिल्दैन आमाको रञ्जना हेर न फेरि तिमीलाई के दिँदै हुनुहुन्छ। ओहो ओ माय गॉड। हजुरलाई अब निन्द्रा पुगेन उयो घर नजिकै छ हाम्रो बजार अनि आएर बस्नु सक्नुहुन्छ। अनि फोन गर्नु होला बहिनीलाई यताउता हेल्प गर्नु पऱ्यो भनेपछि पनि तपाईँहरूलाई केही छैन। यता खानासाना खानु पऱ्यो भने पनि यता केही समस्या भयो भने फोन गर्नु होला। खानासाना खानको लागि आउनु होला। अनि 3जना पकाएर ल्याउनु भन्नुहुन्छ भने पनि हामी बरु लिएर आउँछौँ। दिउँसोमा तपाईँहरू बेलुकामा कुर्नु भने दिउँसोमा हामी रातिमा त भ्याउनु बच्चासँग छौँ। अनि दिउँसोमा दिदी आएर बस्नुहोस्
भन्नुहुन्छ भने दिउँसोमा हामी आएर बस्न सक्छौँ। हजुर सम्पूर्णलाई नमस्कार। मैले चाहिँ लास्ट टाइम यो प्रदेश अस्पतालमा रञ्जना नानीको भिडियो हालेको कारणले गर्दाखेरि चाहिँ उहाँहरू सबैले हेर्नु भएको रहेछ। अनि आफ्नो केही खर्चबाट कटौती गरेर केही भए पनि रञ्जनालाई सहयोग गरौँ भनेर हेर्नुहोस् न, सबै यो बच्चालाई कपडा अझ भएन भनेर यो के हो पकाएर लिएर उहाँहरूको खाना, यो सुत्केरीलाई चाहिँ जानुको झोल, अनि त्यस्तै गरेर चाहिँ यहाँ मासुहरू सबै पकाएर लिएर आइदिनु भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद। अनि हजुरलाई कि कति धेरैले यहाँ नेपालबाट बाहिरबाट हेर्नु भएको छ, उहाँहरूलाई के भन्नुहुन्छ? धन्यवाद भन्ने।